हेरौँ न एक्चुली सिफर फ्रम ल 19 छैन त ठिक छ किन के तुक्क निस्किसन ब्रो त्यही ठिक छ ओके हामी यहाँबाट हाम्रो प्लेन उडिसकेको छ वेस्ट मिसफिट जिएस मिसफिट सरी ब्ल्याक काकासी डिएस सुप्रिन डिएस ब्याड गाई र ओ फेवा म्याडक्सको प्लेन रहेछ यो वान्डर फिनिससँगै मलाई पर्सनलीमा अलिकति राम्रो लाग्ने फिनिस पनि हो यो किनभने नर्मल छ केही छैन डिस्टर्बेन्स होइन यो लाइक प्लेनमा केही अरू छैन केही पनि होइन खालि येल्लो त्यसै गरी यहाँ सुरु गरिसक्नु भएको छ ड्रप लोकेसनमा झर्नुलाई एफएस डेभिलको टिमहरू नोभोलाई झर्नु भएको छ B1को टिमहरू पनि नोभोलाई झर्नुभएको थियो तर नो 8 नम्बर टिम्सहरू जाँदै हुनुहुन्छ मिल्टा पावर सायद र आरो सतीशहरू मिल्टातिर जाँदै हुनुहुन्छ सबैजना आफ्नो ड्रप लोकेसन सेलेक्ट गरिसक्नु भएको होला र सायद सबजना आफ्नो ड्रप लोकेसनमा गइसक्नु भएको छ त्यही भएर हामीसँग 20 टिम्स खेलिरहनु भएको छ अहिले सायद हामीसँग 23 टिम्स थियो 3 टिम्स आइरहनु वाइ आउनु भएन सो 20 टिम्स 71 अप्रेल इट्स अनुजको टिम नम्बर 2 जानुभएको छ फ्याक्ट्री जानुभएको छ मिल्टा सायद जानु भ्याउनु भएन एफएस डेभिलको 23 टिम्स 23 नम्बरको टिम र 12 दुइटै नोभोमा जानुभएको छ टिम नम्बर 19 झर्नुभएको छ प्रिजन मेबी ओके प्रिजन उहाँहरू टिम नम्बर 19 हुनुहुन्थ्यो उहाँ प्रिजनमा लुटको लागि आउँदै हुनुहुन्छ हामीसँग कसो 16 20 21लाई हेरौँ इन्टेलिजेन्स उहाँहरू अझै झर्दै हुनुहुन्छ उहाँ जाँदै हुनुहुन्छ यो आई डोन्ट नो वाट इज दिस ओके जर्जो पुल जाँदै हुनुहुन्छ 23 को एफएस डेभिल जाँदै हुनुहुन्थ्यो नोभोमा क्याटले सुजन एकदमै मिनीले दुईजना नगरिदिनु भएको थियो क्याटको टिम नम्बर 1ले उहाँलाई आई डोन्ट नो रोटेसनको क्रममा गाडी लिने क्रममा सायद जानुभयो होला डेभिल गेमिङलाई इलाइट जेरेक्सले नगर्नुभयो इलाइट जेरेक्सले डेभिल गेमिङलाई फिनिस गर्नुभयो ब्लड स्टारको स्ट्राइकरलाई यहाँ ओके क्याट भिजनले दुईटै टिम नम्बर 13 को दुईजनालाई हेड सट फिनिस गरिदिनु भएको छ दुईजनाले नै जेरेक्सले सार्कीलाई फेवा म्याडक्सले टिम आरएनपी सनमलाई नगर्नु भएको थियो हेडसट ओके उहाँहरूले सानो सायद दुईवटा चारवटा यो सानो घरहरू लुट्न ट्राई गर्दै हुनुहुन्छ उहाँसँग खास केही छैन किनभने भर्खर ड्रप गर्नुभएको थियो है मिजम लेभल 3 को ब्याग प्राप्त गर्नुभएको थियो उहाँले म्याचेट विथ बाजीगरले यहाँ नगर्नुभएको छ लाइटलाई लुसिफर के भइरहेछ मेरोमा आई डोन्ट नो है सायद त्यो ग्लिच हो 19 हाम्रो प्रिजनमा झर्नुभएको थियो उहाँहरू लुसिफर आइभी के हो जुस्टिक के भयो मेरो कहाँ जान्छ थाहा छैन लेट्स उता ब्ल्याक काकासीले टिम आरएनपी सनमलाई फिनिस नगर्नु भएको थियो सरी टिम नम्बर 1923 ओके वान टिम अलरेडी आउट भइसक्नु भएको छ मेबी टिम नम्बर 20 क्याटसनहरू 4 जना बाइक रहनु छ उहाँले फर्स्टमै दुईटा स्ट्यान्ड नगानु भएको थियो आफ्नो मिनीद्वारा ओके वी डोन्ट निड दिस सायद गाडी लिन जाँदै हुनुहुन्छ उहाँहरू दुईटा गाडी इज गुड डिसिजन मेरो पर्सनलमा चाहिँ ओके गुड दुईटा गाडी लिएर जाँदै हुनुहुन्छ आज सबैजना उत्तिकै बोलिन्छ तर टिमको म्यान पावरले गर्दा चाहिँ कसैलाई एडभान्टेज र कसैलाई डिसएडभान्टेज हुने देखिन्छ टिम आरएनपी सनमलाई ब्ल्याक एसले फाइनली फिनिस गरिदिनु भएको छ टिम एडभान्टेज हेर्नु न 21 को एकजना मात्रै छ 8 को दुईजनालाई फर्स्टमै नक गरिदिनु भएको थियो क्याटको टिमले के बाजीगरलाई निसले नक गर्नुभएको थियो क्याट भिजन बाजीगरलाई फाइनली एफएस
अनिसले किल गरिदिनु भएको छ डेभिललाई। यो सुत्दै हाम्रो 17 डेभिसमा चाहिँ दुईवटा टिम नकआउट हुनुभएको छ। विन्टर ज्याम्स र टिम आरबी दुईवटालाई फिनिस गर्नुभएको थियो। अनिस र डेभिलले 1-1 किल इच लिएर बाजीगरको टिम पनि नक भएको छ। यहाँ सायद जर्जो पुलमा हुनुहुन्छ उहाँहरू। नो, एफएस डेभिल र अनिस दुइटै नोभोमा अब उहाँहरू मात्रै हुनुहुन्छ। उहाँले दुइटालाई फिनिस गरिदिनु भएको छ। उहाँहरूसँग सायदै राम्रो लुट होला, किनभने नोभोमा दुईजना मात्रको लागि इनफ नै लुट पाउँछ। लुट दिनुहुन्छ। हामीसँग ठुलो एरिया छ, तर उहाँ ओके जोन परेको छ यता र जर्जो पोल झार्की साइडतिर जोन परेको छैन। उहाँहरू रोटेट आउनुपर्छ। नोभो रेप्नोबाट त धेरै टाढा नहोला। गोर्खा निश्चल ओके। हामी यहाँ यासनामा छौँ। यासनामा हामीले देख्छौँ टिम नम्बर 7, टिम नम्बर 18 र टिम नम्बर 3 तीनटा टिमहरू अलि ट्रायङ्गुलर बनाएर बसिरहनु भएको छ। टिम नम्बर 7 को यहाँ तीनजना टिम नम्बर 7 को तीनजना यता र यतापट्टि एकजना गोर्खा निशान ब्रो यता छुट्टै बस्नु भएको छ। टिम नम्बर तीनटा टिम यहाँ टिम नम्बर 3, टिम नम्बर 18 र टिम नम्बर 7 को मेबी चाँडै नै फाइट पर्न सक्छ, किनभने उहाँहरू एउटै कम्पाउन्डमा त हुनुहुन्न, तर एउटै एरियामा हुनुहुन्छ। उहाँहरू रोटेसनको टाइममा यहाँ आउन सक्नुहुन्छ। टिम नम्बर 3, टिम नम्बर 7 को आई डोन्ट नो वाइ गोर्खा निशान उहाँ 7 को आफ्नो टिमसँग छुट्टिएर उहाँ एक्लै जानुभयो। मेबी त्यो अपार्टमेन्टमा गाडी खोज्नलाई जानुभएको हुन्छ, तर गाडी यहाँ यासनाको मैले देख्दै थिएँ उता लेफ्ट साइडमा अर्को पनि गाडी छ। सायद उहाँ उतै ड्रप गर्नुभयो होला, गाडी लिएर आउँछु भनेर। टिम नम्बर 18 को लफङ्गा सायद गाडी लिन जाँदैन छ। उहाँ जिप एकदमै नाइस। उहाँहरू ब्याक इन यासना अगेन, ब्याक इन अपार्टमेन्ट। Here is Professor Denver. Okay, Denver. Okay, number 8 यहाँ बसिरहनु भएको छ। Sorry, they are the only teams which are near to each other, no? Ludo Club. Okay. फिर मैड डक्स ब्रो यहाँ लेभल 3 को ब्याग, लेभल 2 को हेलमेट र लेभल 2 को भेस्ट लिएर जाँदै हुनुहुन्छ। ओके, नेक्स्ट गेम छैन हुन्छ। कोको काकासी डेस्टिनी र म्याड डग्स हुनुहुँदो रहेछ। उहाँहरू जर्जो सिटीमा हुनुहुन्छ। ओके, जर्जो पुलमा पनि मैले देख्छु चाहिँ टिम नम्बर 20 मात्र हुनुहुँदो रहेछ। उहाँहरूलाई रोटेसन त लिनुपर्ने जरुरत छ, तर पनि जर्जो पुलको र जर्जो सिटीको लुट त राम्रै हुन्छ। उहाँहरू 4 जनालाई नै होइन। ओके, जोन स्टार्ट भइसकेको छ। फर्स्ट जोन हाम्रो धेरै नै टाढा छ यहाँबाट। 11 all visual. Okay, visual. I don't know what this is. Team number 11 जर्जो सिटीमा छ उता पारिपट्टि। टिम नम्बर मेन गुन्डा। ओके, मेबी ही क्यान बी अ फाइनल बस होइन। के यो टिम नम्बर एसासिन ओपीले आफैलाई नै नक हान्नुभएको छ बमको द्वारा। टिम नम्बर 10 टिमहरू सुटिङ रेन्जमा आउनुभएको छ। मलाई पर्सनली चाहिँ सुटिङ रेन्जमा त्यस्तो धेरै लुट पाउला जस्तो लाग्दैन, किनभने कतैबाट आउँदा अथवा लाइक 7 नै त्यताबाट आउँदाखेरि यो बाटो पर्दा यता छिर्ने छुट्टै छ है कुरा। तर सिधै ड्रप नै 10 मा जाँदा चाहिँ सायद उहाँ कतै जानुभयो होला, हामीले देखेनौँ। टिम नम्बर 5 11 झार्कीबाट 11 पास गर्नुभयो। 10 नम्बर टिमलाई पास गरेर जोनभित्र छिर्ने ट्राई गरिदिनुहुन्छ। के ओएस डिएस मेबी डिएस मिसफिट्स, डिएस ब्याड गाई, डिएस लफङ्गा र डिएस सुप्रिन। ओके, सायद उहाँहरू एउटा घरमा हुनुहुन्छ, त्यहाँबाट केही
प्रब्लमले गर्दा देखिरहेको छैन। ओके ओके उहाँहरू म्यान्सन साइड जानुभएको थियो। ओके म्यान्सन साइड जानुभएको थियो, सायद म्यान्सनको घरहरू लुटेर टिनको यहाँ हाई रिजमा आउनुभएको छ। यो ठाउँबाट चारतिर एकदमै राम्रो भ्यू देखिनेछ। ओके टिम नम्बर 11 र टिम नम्बर 20लाई जोनभित्र छिर्न टाइम लाग्ला जस्तो। एकजना टिम नम्बर 11 को एकजना अझै पछाडि जानुभएछ, सायद कुनै लुट छुट्यो उहाँको। टिम नम्बर 1 टिम नम्बर 2 4 मैले भने लाइक यो गेममा अरूभन्दा पनि म्यान डिसएडभान्टेज चाहिँ एउटा हुनसक्छ है, नत्र खास चाहिँ केही छैन। टिम नम्बर 13 यहाँ क्या हावा काका फ्युरी सुजन साइता म्याच। ओके साइता म्याच यता टिम 13 14 नजिकै हुनुहुन्छ सायद उहाँको। लाइट कि मेरो यो सायद आज प्रब्लम हाइप डेमनलाई नगर्नु भएको। ओ हाइप डेमन आफैलाई नगर्नु भएको छ बमले। ओपी जुरीले गोर्खा निशानलाई नगर्नु भएको छ बम नेटद्वारा। टिम नम्बर 20 अझै पनि रोटेट गर्नुभएको छैन उहाँले, तर सायद फर्स्ट जोन भएको भएर उहाँले यसो गर्नुहुन्छ। हाइप गेन्जीले यहाँ गोर्खा निश्चललाई नगर्नुभयो। के गोर्खा समीरलाई हाइप गेन्जीले ओ यहाँ स्क्वाड हाउस राम्रो ठाउँमा फार्ममा टिम नम्बर 14 र टिम नम्बर 7 मा गोर्खा निश्चल किल ओ वाइप आउट गरिदिनु भएको छ गोर्खा टिमलाई। ओपी जुरे हाइप गेन्जीको टिमले टिम नम्बर 14 ले टिम नम्बर 5 यतै आउनुहुन्छ जस्तो छ। एउटा सायद उहाँ गाडीमा अलिक ठुलो लामो टर्न लिएर जानुभयो, तर एकदमै राम्रो खेल्नुभयो टिम नम्बर 14 ले यहाँ स्क्वाड वाइप गरिदिनु भएको छ। र वी आर डाउन टु 16 टिम्स विथ 56 पिपल अलाइभ। टिम नम्बर 20 र टिम नम्बर 11 दुइटै आइस जोनमा प्रवेश गर्दै हुनुहुन्छ। दे आर द ओन्ली टिम्स वाज भन्दा यहाँ हाम्रो सेकेन्ड जोन पनि आइसकेको छ र नोभो रेप्नोतिर परेको छ। सायद त्यहाँ एफएस डेभिल टिमहरू आउनुहुन्थ्यो, तर उहाँहरू आई डोन्ट नो कता निस्किनु भयो, यहाँ म्यापमा देखिरहेको छैन। उहाँ सायद नोमै हुनुहुन्छ होला। के हो क्याट फिसलले यहाँ टिम नम्बर 23 को एफएस डेभिल र एफएस अनिसलाई आउनुभएको छ। एफएस डेभिल र अनिस नोभोबाट यहाँ आइपुगिसक्नु भएको छ र उहाँ फाइनली दुईजना फिनिस हुनुभएको छ। र टिम नम्बर 1 ले एफएस डेभिल र एफएस आशिष र अनिस उहाँ दुईजनालाई फिनिस गरिदिनु भएको छ। उहाँ दुईजना नोभोमा हुनुहुन्थ्यो र राम्रो लुट थियो भन्दै थिएँ मैले। त्यसै गरी टिम नम्बर 1 ले उहाँहरूको दुइटै राम्रो लुटलाई लिनुभएको छ। अब टिम नम्बर 1 सँग सायद एकदमै राम्रो लुट हुनेछ। मैले टिम नम्बर 1 सँग मेडिकिट फर्स्ट एड्सहरू सबै देखेको थिएँ टिम नम्बर एफएस डेभिलहरूसँग। सो क्याट भिजनले एकदमै राम्रो लुट पाउनु भएको छ। नियर ब्रिज झन् ब्रिज क्याम्प गरे जस्तै भयो उहाँहरूलाई। के हाम्रो टिम नम्बर 20 स्टिल 15 टिम्स अलाइभ हुनुहुन्छ र 54 पिपुलहरू बाँच्नु भएको छ। ओके मेबी डान्सिङ कार आई डोन्ट नो व्हाट दिस इज। ओके टिम नम्बर 19 को काजी यहाँ हुनुहुन्छ, लुसिफर र टिम नम्बर 19 तीनजना यहीँ बस्नुहुनेछ। यो ठाउँ अलिक सानो भए तापनि तर यो बाटोमै पर्ने भएको र ओके गर्दा क्रायन क्ल आर्यनले कार्तव्यले क्ल गर्नुभएको छ। आर्यनले फाइनली स्टकलाई क्लोज गर्नुभयो र टिम नम्बर 12 डाउन टु 2 मेन। ओके एमआर प्रो श्राउड पनि टिम नम्बर 4 को क्ल आर्यनलाई नगर्नुभएको थियो उहाँले। टिम नम्बर 4 को सायद उहाँ रिभाइभ हुनुहुन्छ किनभने अपोजिट टिममा हुनुहुन्छ। ओके 12 को कार्लभ्य उहाँ पछाडिबाट जाँदै हुनुहुन्छ। नम्बर 4 को वेआर मोर प्रोले अनुजले सुप्रिनलाई डिएस लफङ्गालाई नगर्नुभएको छ। आरोटे किकीले डिएस ब्याड गाईलाई र डिएस म्याचविचले डिएस मिसफिट्सलाई नगर्नुभएको छ। टिम नम्बर 4 को एमआर मिस्टर प्रो मेबी उहाँ 12लाई एउटा कर्नर गर्न खोज्दै हुनुहुन्छ। अनुजले वेस ब्याड गाईलाई फिनिस गर्नुभयो। अजिन गुन्डाले हाइफ गेन्जी नगर्नुभयो। डेमनले एकछिन गुन्डालाई नगर्नुभयो।
सतीश नक गर्नुभयो हाइफोर डेडले मिस्टर गुन्डालाई नक गर्नुभएको र मेन गुन्डाले ओपी जुरे ओके यहाँ देख्दैछु म कार लभ्य आफै भाग्नुभएको छ टिम नम्बर 12 को अर्को टिम कारलाई चाहिँ 1 2 3 लाई छोडेर जानुभएको थियो उहाँ सायद ओके मिस्टर प्रोले कासके प्रोलाई नक गर्नुभएको छ र इन्स्ट्यान्ट फिनिस पनि गर्न जानुहुन्छ त्यसै गरी उता प्रो आर्यनले उहाँलाई फिनिस गर्नुभएको थियो इलाइट सिन्जोले एसएमएफ फ्युरीलाई नक गर्नुभएको छ सो वी आर डाउन टु 14 टिम्स विथ 45 पिपल लाइभ ओके टिम 14 को सबैजना उहाँहरू फाइटमा हुनुहुन्थ्यो उहाँहरू सबै अहिले नक गर्नुभएको थियो मिस्टर कोना हाइप डेडले उहाँ अझै पनि फाइटमा हुनुहुन्छ लाइट कोफीले एसएमएफ फ्युरीलाई फिनिस गर्नुभएको छ सिन्जोले ककालाई र वी आर इन्टेन्स म्याच भएको थियो र हामी 12 टिममा डाउन भएको छ 2 टिम्स आउट भएको छ गेमबाट र 41 पिपल लाइभ टिम नम्बर 14 एउटा राम्रो स्क्वाड हाउसमा बस्दै हुनुहुन्छ मलाई स्क्वाड हाउस एकदमै राम्रो लाग्छ किनभने यहाँबाट धेरै एङ्गलहरू देखिन्छ धेरै लाइक गाडी लुकाउने ठाउँ हुन्छ तिमी अर्को क्ल्यान अर्को टिम आउँदा पनि तपाईँहरू डिफ्रेन्ट एङ्गल बनाएर हान्न सकिन्छ होइन द्याट्स वाइ यो स्क्वाड हाउस राखिएको होला मेबी प्रत्येक ठाउँमा एउटा स्क्वाडलाई राम्ररी रेस्ट गर्न त्यो गर्न पुग्छ उहाँहरू मेबी एउटै गाडीमा जान चाहनुहुन्छ समवेयर सेफ के आइपुगिन्छ भन्नुभयो दे प्लेड वेल है तिनीहरूले एउटा टिम भएको छ ओके एउटै गाडीमा जानु ओके टिम नम्बर 12 को कार लभ्य यहाँबाट भागेर यता आउनुभएको थियो उहाँलाई टिम 14 टिमले आउनुभएको थियो र उहाँ उसमा छिर्नुभएको थियो टिम नम्बर 14 ले मेबी टिम नम्बर 12 will be finished भन्दै टिम नम्बर 12 OP has gone way too far from टिम नम्बर 14 टिम नम्बर 12 धेरै पर गइसक्नु भएको छ टिम नम्बर 14 बाट गाडी लिएर भाग्नुभयो उहाँहरू टिम नम्बर 14 को उहाँ एकजना मात्रै बाँकी हुनुहुन्थ्यो ओके एभ्रीवन इज इन जोन हाम्रो सेकेन्ड जोन थियो मेबी okay like now our third team okay venom demons हाम्रो इलाइट सिन्जो र बिटुके बादशाह सहित जाँदै हुनुहुन्छ जोनभित्र उहाँ जोनभित्र हुनुहुन्थेन के अझसम्म हामीसँग 12 टिम विथ 41 पिपल लाइभ हुनुहुन्छ ओके यहाँ 16 ले हामी यहाँ तीनटा टाइम मेबी तीनटाको झगडा अथवा फाइट लिन सकिन्छ होइन पर्न पनि सक्छ लेट्स गो अप थोरै के सायद 11 र 3 चाहिँ हेरौँ 3 को हिज चेयर ब्रो प्रोफेसर बाहिर वालबाट हेर्नुहुन्छ त्यहाँ उहाँहरूसँग बग्गीमा त मैले गाडी देखेन जसलाई ओ नाइस सर्ट फाइनली माथिबाट हानिदिनु भएको छ 5 लाई नक हानिदिनु भयो टिम नम्बर 5 को बादशाह ओ नो फिनिस इन्स्ट्यान्ट फिनिस पनि गरिदिनु भएको छ B2K बादशाहलाई आफ्नो टिम मर्नु भएपछि ओके दे वान्ट टु गो दुईटा गाडीमा गोइङ टिम नम्बर 16 को त्यही लेफ्टमा थियो सायद उनीहरू यो फाइट एभोइड गर्न चाहन्छन् र टिम नम्बर 5 चाहिँ राइट पुस गर्दैछन् टिम नम्बर 16 लाई अभोइड गर्दै जाँदैछन् उनीहरू टिम नम्बर 12 म देख्दैछु सोलो हुनुहुन्छ उहाँ काल समथिङ थियो है उहाँ एउटा सोलो बाँकी रहनु भएको रहेछ के हुँदैछ बेला बेला मेरो के क्याट टिम यहाँ आउँदै हुनुहुन्छ 20 र उसको बिचबाट क्याट जानुभएको छ क्याट टिमहरू 15 को आँखै तलबाट जान ओके त्यो भन्दा पनि त टिभीएस आगोले हाइप गेन्जीले जानुपर्छ हाइप डेडले टिभीएस आगोलाई ल हाइप डेमन र जिरीले गर्दा नगरिदिनु चाहिँ हाइप गेन्जी मात्र यहाँ उहाँको नक हुनुहुन्छ र
3 भर्सेस 4 को सिचुएसन थियो जसमा हाइप गिन्जी नक हुनुभएको छ। टिम 14 ले सबैलाई नक एन्ड फिनिस गरिदिइसक्नु भएको छ र हाइपको गेन्जी पनि यहाँ रिभाइभ हुँदै हुनुहुन्छ। सो 4 जनै हाइपको अगेन यहाँ रिभाइभ भएपछि के भयो यो मेरो के हुँदैछ यो के एफपिपीमा स्विच भयो क्या के भयो निस्किँदैन त ओके हाम्रो टप 20 यहाँ 15 सँग हुनुहुन्थ्यो जस्तो लाग्छ 5 र 20 अहिले हाई रिजमा हुनुहुँदो रहेछ उहाँले सायद आउँदैन टिम नम्बर 5 यहाँ अपोजिट हिलमा बस्नुभएको देखिन्छ बिचमा ड्रप पनि छ तर सायद त्यो ड्रप कसैले लिन त जाँदैन होला किनभने यो एकदम ओपनमा छ माथिबाट जतिखेर नि आउन सक्छ। ओके टिम नम्बर 1 क्याटहरू त्यहाँ आउँदै हुनुहुन्छ सायद फाइटकै लागि कि टिम 2 पनि रिजमा ओके टिम 20 र टिम 2 दुवै रिजमा बस्नुभएको छ। यहाँबाट राम्रो भ्यू देख्दैछ कि उहाँको लुटमा मैले ठिक छ 1 HP कोकोसँग चाहिँ राम्रो लुट देखेँ मैले र फेवा म्याडडगसँग चाहिँ सबै इक्विपमेन्ट लेभल 3 को के एड्रेनालाइन सर्ट बाइक अरू सबै कुरा रहेछ हाम्रो म्याडडगसँग चाहिँ हाम्रो अनुजजीको लेभल 3 को बेस्ट ड्यामेज भइसकेको छ। के ओएसएम 2007 ले उहाँ नगर्नुभएको छ मलाई यो कुन टिम कुनमा भन्ने चाहिँ कन्फ्युज भयो। सो सेकेन्ड ओएसएम सायद उहाँहरू एउटै टिमको हुनुहुन्थ्यो होला उहाँले नक फिनिस गरिदिनु भयो र टिम 10वटा टिम मात्रै बाँकी छ विथ 33 पिपुल अलाइभ। सानो जोन छ है लास्ट जोनमा पुगिसक्यो सेकेन्ड लास्ट जोन सायद यो हाम्रो टिम नम्बर 19 20 को सबै बाँकी 19 को 3 14 को 4 उहाँ हाम्रो यहाँ रियो काजी सायद अड्किनु भयो यहाँ गाडीबाट ओके हाम्रो यहाँ फाइट फाइनली स्टार्ट भएको छ। हाइप गेन्जीले फेरि रोड के लानु भयो यहाँ टिम नम्बर 16 टिम नम्बर 20 कै तलबाट जाँदै हुनुहुन्थ्यो तर पछाडि 20 को एउटा मेम्बर चाहिँ पछाडि नै बस्नुभयो। सो फाइट सायद हुन्छ नै अब यहाँ किनभने 3 जना अगाडिको रिजमा जानु पऱ्यो 1 जना मात्रै पछाडिको रिजमा अड्किनु भएको छ। म्याडडग्सले एफओजी नेमेसिसलाई नक गरिदिनु भएको छ तर उहाँ रिभाइभ सायद हुनुहुन्छ होला किनभने 3 जना मध्ये 2 जना त्यही छन्। ठिक छ हाम्रो ब्ल्याक डेस्टिनी टिम नम्बर 20 को ब्रदर पानीमै हुनुहुन्छ सायद उक्लिन अलिक गाह्रो भएको छ। ठिक 1 HP कोकोले क्रिटियोलाई गरिदिनु भयो ब्ल्याक काकेसीले इन्स्ट्यान्ट फिनिस पनि गरिदिनु भयो। हिज प्रोफेसरले लुइसफर कार्टेभल सायद उहाँको सिङ्गल हुनुहुन्थ्यो उहाँले जानुहुन्छ ओके नक एन्ड फिनिस नेडको वर्षा गरिदिइरहनु भएको छ टिम नम्बर 20 ले यहाँ टिम नम्बर 16 गरेर टिम नम्बर 16 फाइनली वाइप आउट भएको छ लिभिङ 9 टिम्स इन द गेम। म्याडडग्स एक्लैको 1 किल मात्रै छ र टिम नम्बर 20 को टोटल ओके हामीले यहाँ देख्दैछौँ कार्टेभलले हिज प्रोफेसरलाई पनि फिनिस गरिदिनु भयो र हिज डेभनरलाई नक पनि गरिदिनु भएको छ। उहाँ 1 जना मात्रै हुनुहुन्थ्यो सायद ओके फाइनली हिस्ट्रीले कार्टेभललाई फिनिस गरिदिनु भयो र 8वटा टिममा गइसकेको यो गेम विथ 25 पिपुल लाइभ। हेर्दै जाउँ कसको हातमा पर्छ। ओके यहाँ हाम्रो रियो काजी सर हुनुहुन्छ मोलो फाल्दै हुनुहुन्छ टिम नम्बर 3 हुनुहुन्छ अर्को घरमा दुई जनै जोनको बाहिर बस्नु भएको थियो र 2 जनालाई अब जोनभित्र जानुपर्ने एउटा बाध्यता परिसकेको छ। हेरौँ को फर्स्टमा फाइट लिनुहुन्छ या जोनमा जानुहुन्छ तर यो सिचुएसनमा जोनमा जानु नै उपयुक्त हुन्छ होला सायद किनभने थोरै ड्यामेजले पनि
डेड हुन सक्ने अवस्था छ। ओके फाइनल्ली नम्बर 3 चाहिँ सायद ब्याक अफ गर्दै हुनुहुन्छ यहाँबाट र नम्बर 19 टिम नम्बर 19 पनि यही चाहनुहुन्छ कि जोनमा पहिला पुग्नको लागि। टिम नम्बर 3 फाइनली जोनभित्र पुग्दै हुनुहुन्छ। टिम नम्बर 3 राइट रोटेट गर्दै हुनुहुन्थ्यो र जुरेले श्राउडलाई फिनिस गरिदिनु भएको छ। टिम नम्बर 14 को अझै पनि 4 जनै बाँकी हुनुहुन्छ। उहाँहरूको टिम किल्स 13 छ। त्यसो उहाँले एकदमै राम्रो खेल्नु भएको छ। गेन्जीले 3 किल्स र डेमनले 2 किल गर्नुभएको थियो। ओके मिस्टर प्रो प्लेजोनले फाइनली टिम नम्बर 3 को आरजीआर बिसु नक हुनुभएको छ। सायद यो जोन प्ले गर्दा उहाँ एकछिनमै आउट पनि भइहाल्नुहुनेछ। ओके टिम नम्बर 2 को एकदमै राम्रो कम्पाउन्ड होल्ड गर्नुभएको छ। घरियो कम्पाउन्ड टिम ओके टिम नम्बर 14 ले गर्नुभएको थियो तर टिम नम्बर 4 को मिस्टर प्रो 2 जना मात्र बाँकी हुनुहुँदो रहेछ। सतीशले क्याटलाई हान्नुभयो तर त्यो सबै वेस्ट भएको छ। ओके टिम नम्बर 4 को आर्यनले टिम नम्बर 14 लाई देखेर स्पट गरेर हान्दै हुनुहुन्थ्यो। ओके 14 को त्यहाँ 4 जना छ सो नक हुँदा पनि इन्स्ट्यान्ट रिभाइभ हुने सम्भावना बढी छ। टिम नम्बर 1 फुल रोटेट गरेर यहाँ जोनमा फाइनली फाइट गर्नलाई आइसक्नु भएको छ। 4 नम्बर टिमको मिस्टर प्रो र क्ल आर्यन दुइटै एउटा रिजमा बसिरहनु भएको छ। टिम नम्बर 13 लाई हेर्दै टिम नम्बर 2 लाई पनि हेर्दै हुनुहुन्छ। ओके टिम नम्बर 14 क्ल्यान यहाँ जोनभित्र आउनुभयो चाहिँ सो एभ्री वान इज इन जोन नाउ। टिम नम्बर 14 र टिम नम्बर 2 को मेबी चाँडै नै गर्दै फाइट पर्छ। क्लारेन र मिस्टर प्रो यहाँ माथिबाट दुईटालाई एडभान्टेज लिन चाहँदै हुनुहुन्छ। टिम नम्बर 2 र टिम नम्बर 14 दुईटैलाई नेट फाइनली जाँदैछ सबै घर घरमा खेल। टिम 14 र टिम 2 मध्येको नक क्याट हन्टरलाई नक एन्ड फिनिस हानिदिनु भएको छ। मिस्टर प्रोले ओएसएम 27 हान्दा मिस्टर प्रो इन्स्ट्यान्ट त्यहाँ नक हुनुभएको छ। रियो काजी अझै लुट्दै हुनुहुन्छ यहाँ। हाइपको 14 नम्बर टिमले सबैलाई एकदमै राम्रो खेलिरहनु भएको छ। टिम नम्बर 14 र टिम नम्बर 1 र फेवा म्याडक्सले उहाँ मिस्टर प्रो र क्लरले दुबईलाई फिनिस गरिदिनु भएको छ र 6 टिम्स बाँकी छ विथ 15 प्लेयर्स होइन। ओके टिम नम्बर 20 एकदम माथि हाई रिजमा बसिरहनु भएको छ। उहाँलाई एकदमै धेरै एडभान्टेज छ। रियो काजी अझै पनि पानीमा यहाँबाट निस्किन गाह्रो भएको छ। फाइनली उहाँ क्याट एसासिनलाई देख्नुहुन्छ र क्याट एसासिनलाई फिनिस गरिदिनु भयो र टिम 5 वटा टिम्स मात्रै बाँकी रहन्छ। त्यसमध्ये टिम 14 र टिम 2 अपोजिट घरहरूमा छन्। टिम 20 को हाई एडभान्टेज छ रिजको। टिम नम्बर 19 को एकजना बाँकी हुनुहुन्छ। त्यसले टिम नम्बर 20 ले टिम नम्बर 19 लाई सायद स्पट गरिसक्नु भएको छैन यहाँ। ओके टिम 14 सायद टिम 2 लाई अब पुश गर्न जाँदै हुनुहुन्छ। टिम 2 ले यहाँ नेट पनि फालिसकेको छ स्मोक सायद। ओके 13 players alive with 4 players of team number 14. ओके टिम नम्बर 14 को हाइप डेमोले यहाँ रड डिट्रोइड मेबीलाई यहाँ नगरिदिनु पुस पनि गर्न जाँदै हुनुहुन्छ र ओके यहाँ रड किकीले हाइप डेडलाई नक गरिदिनु भयो। हाइप डेमनले यहाँ रड किकीलाई नगरिदिनु भयो। अनुजले हाइप डेमनलाई नगर्नु भएको थियो। रड डेट्रोइडलाई यहाँ फिनिस गरिदिनु भएको छ र यो साथै टिम नम्बर 14 ले फाइनली टिम 2 लाई फिनिस गरिदिएको छ र उहाँहरूको चारैजना सबैजना अलाइभ हुनुहुन्छ। डेमनले गेन्जीलाई रिभाइभ गर्दै हुनुहुन्छ र डेडलाई पनि सायद रिभाइभ हुनुहुन्छ र ओ नो फेरि जोन आएको छ र सायद यहाँ दुईजना रिभाइभ भएका दुईजना यहाँ बाँच्नु हुने छैन। गेन्जी र जुरे मात्रै बाँच्नु हुनेछ। टिम नम्बर 20 लाई एकदमै राम्रो एडभान्टेज छ विथ जोन एडभान्टेज पनि छ। ओके हाइप डेमन यहाँ ब्ल्याक डेस्टिनीले हानिदिनु भयो। हाइप डेमन इन्स्ट्यान्ट फिनिस पनि गरिदिनु भयो। रियो काजीलाई यहाँ प्लेजनले इन गरिदिएको छ र टिम नम्बर 14 को हाइप गेन्जी मात्रै बाँकी हुनुहुन्छ यहाँ।
ओके जुरे पनि बाँकी हुनुहुँदो रहेछ 1 एचपी कोकोलाई जुरेले नक गरिदियो जुरेलाई फेवा म्याड डक्सले नक गरिदिनु भएसँगै टिम नम्बर 14 को एकजना बाइक छ टिम नम्बर 20 र टिम नम्बर मेबी कुन टिम बाइक छ अर्को ओके टिम दुईटा मात्र बाइक छ हाम्रो फेवाका म्याड डक्सलाई पनि नक गरिदिइसक्नु भएको छ टिम नम्बर 14 को हाइपको क्लान आउट बाइकसँग ओके ब्ल्याक काकासीले एक्सएक्स ओआरई पाण्डाले नक गरिदिनु भएको छ र अलमोस्ट यहाँ 1v1 सिचुएसन छ म्याडक्स नक भएसम्म ओ यहाँ राम्रो नेट पनि आइसकेको छ एक्सेस सायद यसरी पाण्डा यहाँ स्पट आउट भइसक्नु भएको छ दुईटा नेट र नाइस नेट सायद म्याडक्सलाई यहाँ रिभाइभ गर्नुहुन्छ होला र 2 भर्सेस 1 मा पनि जान सक्छ मेबी उहाँले नो 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 टिम नम्बर 15 को पाण्डा यहाँ फाइनली फिनिस हुन्छ र यसै गरी टिमले with 6-4-10 14 किल सहित ब्ल्याक डेस्टिनीको मेम्बरले यहाँ चिकन डिनर लानु भएको छ विथ एक्सएक्सएक्स ओआरई पाण्डा प्लेड वेल विथ 4 किल्स 4 kills okay that's it